हेलो एन्ड नमस्ते एभ्रिवान र मेरो चाहिँ दिनको सुरुवात भइसकेको छ र मैले चाहिँ ब्रस गर्दै भिडियो बनाउँदैछु किनभने मेरोमा टाइम छैन। आज चाहिँ मेरो नानीको चाहिँ 6 मन्थ कम्प्लिट भएर चाहिँ सलिड स्टार्ट गर्ने टाइम भएको नि त। त्यही कारणले चाहिँ हामीले पूजा अलिकति सानो पूजा राखेको थियौँ र पूजाखेरि गरेर म छिटो छिटो फ्रेसहरू भएर चाहिँ फ्रेस भएर हेर्नुहोस् न रुमहरू पनि यति साह्रो मेसी भइरहेछ। टाइम छैन नानीले गर्दाखेरि। नानी एकदमै के हो नानी भन्दाखेरि केही गर्नु पनि भ्याउँदैन होइन। यसो हेरेको बाउ छोरा बसिरहेको रहेछ। अब तल जानुको लागि रुम जानु किचन जानुको लागि रेडी भइरहेको रहेछ दुईजना होइन। रुम पनि यति साह्रो मेसी र मैले दुईजनालाई चाहिँ तल पठाएर म चाहिँ रुम सफा गरेर आउँछु तपाईँहरू तल जानु पूजामा भनेर रुम सफा गरेर चाहिँ म तल पूजामा गएँ। र किनभने नानी 6 मन्थ कम्प्लिट भएको छ नि त अनि त्यही कारणले आजदेखि सलिड स्टार्ट हुन्छ। त्यही कारणले हामी सानो घरमा पूजा राखेको थियौँ बिहानखेरि र बेलुका सानो के गर्ने भनेर चाहिँ सबैजना चाहिँ पूजा गर्दैछौँ अहिले बिहानको नानीलाई होइन। पूजा गरेर मात्रै नानीलाई अब फर्स्ट सलिड खाँदाखेरि चाहिँ यसो साइडहरू हेराएर खुवाएको चाहिँ राम्रो नि त। त्यही कारणले हामी पूजाहरू गर्दैथ्यौँ। यहाँ गुरुजी आउनुभएको थियो। गुरुजीले पनि मजाले पूजाहरू गरिदिनु भयो र पूजा कसले गर्ने भन्दाखेरि चाहिँ सबैभन्दा घरको हेड अब बाबाले नै गर्नु राम्रो हो, हेड अफ द फ्यामिलीले भन्नुभयो। अन्त यहाँ दुईजना बाउ छोरा किन नानी चाहिँ अलिकति बिसन्चो भएर मानेको छैन नि त। लुगा मार्की के लागिबस्छ नानीहरूलाई होइन। नानी मानेकै छैन। अन्त दुईजना पूजामा नबसेर बिचारा घुमाउँदैछ हो। अन्त फाइनल्ली नानीको खाने टाइम आयो र फर्स्ट खाना चाहिँ आमाले खुवाउनुपर्छ भन्ने साइड निस्केर चाहिँ आमाले फर्स्ट खाना मैले खुवाएँ नानीलाई होइन। चाँदीको बटुकामा मजाले खुवाएँ बिहानै फर्स्टमा होइन। त्यहाँदेखि उसको बाबाले खुवाउनु भयो। अन्त बाबाले खुवाउँदाखेरि चाहिँ उसलाई पुरा निन्दाले साह्रो परिरहेको थियो, झगडा गरिरहेको थियो हो। त्यही कारणले जबरजस्ती खाँदै चाहिँ उसलाई फर्स्ट टेस्ट अब कस्तो हुन्छ होइन। त्यही कारणले सिक्वेन्स वाइज खुवाउँदै थियौँ हामीले होइन। फर्स्टमा उसको मैले खुवाएँ, बाबाले खुवाउनु भयो उसको बाबाले। त्यहाँदेखि हजुरमाको टर्न आयो। हजुरमाले चाहिँ खुवाउनुहुँदैछ हो। हजुरमाले चाहिँ सानो मतलब भाइलाई होइन भात खुवाइमा भनेर चाहिँ आमैले भाइलाई के भन्नु अब बाला बनाइदिनु भएको थियो हातको होइन। सुनको बाला बनाइदिनु भएको थियो। त्यही पूजा गरेर लगाइदिने भनेर भन्नुभयो। त्यहाँदेखि चाहिँ राम्रो अरे पूजा गरेर लगाएको चाहिँ। अन्त पूजासुजा गएर चाहिँ हजुरआमाले चाहिँ हातको बाला लगाइदिनु हुँदैछ नानीलाई होइन। बिचरा उसलाई त्यो मार्गीले गर्दाखेरि होइन नानी त अलिक बिसन्चै छ। त्यही कारणले पुरा झगडा गरिरहेको थियो, लगाउनु पनि मानेको थिएन होइन। तर केही छैन, बाबे हामीको माया हो होइन। अन्त लगाइदिनु भयो आमैले जबरजस्ती भए पनि त्यही हो। अन्त हामीले बेलुकाको डेकोरेसन अब त्यो गर्नुको लागि छिटो छिटो हतार थियो। हामी पूजाहरू गरिसक्यौँ। गुरुजीलाई पनि टिकाहरू लगाइदिउँ र गुरुजीलाई पनि सानो यसो दान जस्तो दिउँ होइन। हामीले पनि अब यसो नानीको लागि भनेर चाहिँ राम्रो होस् भनेर। त्यही कारणले अब त्यो गर्न सक्ने बित्तिकै चाहिँ हामीले चाहिँ डेकोरेसनपट्टि लाग्यौँ। बिचरा कोही छैन सघाउने र हामी चाहिँ यताउता डेकोरेसन नानीहरू खेलिरहेको होइन। बिचरा हस्बेन्डले नै गर्नुहुँदैछ सबै कुरा। मलाई नानी सम्हाल्दा ठिकै हुन्छ। अन्त आमा यता किचनमा सम्हाल्दा ठिकै हुन्छ। र बेलुकाको टाइमिङ भयो टक्कै रेडी भएपछि सबैजना बोलाएको थियौँ हामीले। बहिनीको फ्रेन्ड्सहरू बोलाउनु भएको थियो, मेरो स्टाफहरू के बोलाएको थियो। त्यति बेसी त छैन, सानो यसो गेट टुगेदर मात्रै नानीको लागि भात खुवाइ होइन। एउटा रिमेम्बर होस् भनेर। नानी चाहिँ बिचरा साह्रो परिरहेछ। फाइनल्ली भाइको केक कटिङ भयो होइन। मेरो छोरा चाहिँ 6 मन्थ कम्प्लिट भएर चाहिँ सलिड स्टार्ट भयो। त्यही कारणले हामीले सानो फङ्सन राखेको थियो सेलिब्रेसन गर्नु भनेर। त्यही कारणले सबैजना मेरो छोरा चाहिँ हेरिरहेछ सबै टुल्लुलाई के भएको जस्तो भइरहेछ होइन डे। अन्त त्यस्तै भइरह्यो। अब यस्तै हो एउटा रिमेम्बरको लागि चाहिँ हामीले सेलिब्रेसन गरेको होइन नानीको। पछि हेरोस् न उसले पनि मेरो यस्तो गरेको थियो, यस्तो गरिदिनु भएको रहेछ मेरो आमा बाबाले भनेर। पछि उसले पनि अब ठुलो भएर उसको ज्ञान आइसकेपछि चाहिँ उसले पनि भिडियो हेरोस् न होइन मलाई यस्तो गरिदिनु भएको थिएछ भन्ने होस् भनेर चाहिँ रिमेम्बरको लागि मैले भिडियो बनाउँदैछु होइन। हुनु त उसलाई होइन अहिले केही याद त हुँदैन, तर पनि एउटा आमा बाबाको इच्छा होइन। फेरि यो दिनहरू सेलिब्रेट गर्छु भन्दा पाउँदैन नि त। त्यही कारणले चाहिँ हाम्रो इच्छा अब यसो नानीलाई होइन राइस सेरेमनी मनाइदिने। अन्त सबैजना खुसी छ यहाँनिर, सबैजना हाँसिरहेछ खेलिरहेछ हो। नानीहरू बहिनी छोरीहरू पनि खुसी छ। प्रियसनाको मेरो छोरीको साथीहरू पनि सबै आउनुभएको थियो होइन। सबैजनाले खदामालाहरू लगाइदिनु भयो, ब्लेसिङ्स दिनुभयो होइन। र भाइलाई टिकाहरू लगाइदिनु भयो। यस्तै छ होइन। रमाइलो भयो एकदम। अब सर्ट एन्ड स्विट भनौँ न, रमाइलो नै लाग्यो मलाई चाहिँ। अब अरूहरूलाई पनि रमाइलो लाग्यो होला, आउनेहरूलाई पनि रमाइलो लाग्यो होला होइन। यस्तै हो। अन्त जस मजा आयो होइन, रमाइलो भयो भनौँ न। अन्त केकसेकहरू काट्यौँ होइन। नानीलाई सबैजनाले लगाइदिनु भयो। अन्त
अन्त मेरो फुपू चाहिँ आइपुग्नु भएको थिएन होइन, फुपू पनि आउँदैछु बाटोमा भन्दै थियो, तर उहाँ केक काट्ने टाइममा आउँदैन र भर्खर फाइनली आइपुग्नु भएको छ। र यहाँ मेरो हस्बेन्डले चाहिँ जिस्काउँदै थियो फुपूको आमै होइन, अन्त यङ हुनुहुन्छ नि त, अब आमै साइनोले आमै हुनुहुन्छ नि त होइन, अन्त आमै आइपुग्नु भएछ भनेर खुसी हुँदै थियो होइन। यहाँ फुपाले टिका लगाइदिँदै थियो, अन्त उहाँहरूले पनि ब्लेसिङ्सहरू दिनुभयो होइन, फुपूहरूले पनि ब्लेसिङ्स दिनुभयो। र फाइनली खानापट्टि अब टाइम भयो। मेरो साथीले चाहिँ के भन्दै थियो, मैले चाहिँ यति बेसी खाना खाएँ ल भन्दै थियो होइन, तर जस मिठो भएको थियो अरे होइन। अब कमेन्ट सुन्दाखेरि अब मैले पनि भनेको होइन, अब मिठै थियो होइन, मिठै थियो हुनु चाहिँ। अन्त सबैजना खाना खाँदैछ यहाँनिर होइन, मेरो हस्बेन्डले पनि यसो कम्पनी दिँदैछ। अन्त फाइनली फोटोसोटोहरू खिच्यौँ। यस्तै हो, सानो सर्ट एन्ड स्विट सेलिब्रेसन भयो होइन। अन्त तपाईँहरूले हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच होइन, यसरी किप सपोर्टिङ होइन, धेरै धेरै माया दिनुहोस् होला। बाई बाई, थ्याङ्क यू फर वाचिङ।